यो कस्तो बाध्यता साथी तिमी र म एउटै भइसक्यो तिमी पनि एक्लै म पनि एक्लै आऊ तल ए तिमीले पनि कुरा बुझ्यौ है आऊ भनेको त आयो मलाई पनि लैजाऊ के तिमीसँगै माया नभएको बेला म एकछिन पुगेर खुत आइहाल्छु आमा ए आमा आमा कति आमा आमा भने म एकछिन पारी गाउँमा पुगेर आउँछु है अनि तँलाई निकाल्न मैले के सामान गरेँ नाना भाती झुटो आरोप लगाइने आइमेको शत्रु आइमे नै हुन्छ भन्थे मै शत्रु बनेर निस्केँ बिचारा अनि त आफूलाई त कस्तो माइत जान मन लाग्यो अब अनि तको अगाडि के मुख लिएर जान्छु हस् पछि भाइ विदेशबाट आएपछि जसरी भयो नि भाइले त मलाई बोलाउला पक्कै पनि यो चतुरे सहरतिर गएको हुनुपर्छ म पनि जान्थ्यो सँगै एक दुई पैसा कमाइन्थ्यो कि ओइ कहाँ गएको पार्टीतिर जान्छु भन्थ्यो झन् बिरामी मान्छे भनेर घरमा राखेर गएको त मेरै आँखा छलेर पो भागे चाहिँ भरे रक्सी मात्रै खाएर आएको थाहा पायो भने नि जानेछु मैले त काम आजैदेखि गर्नु थालेँ क्या ठेकदारले त भोलिदेखि गर आज ढिला बो भन्नुहुन्थ्यो मैले नै हुँदैन आजैदेखि गर्छु भनेर बल्ल तल्ल ठेकदारलाई मनाएर काम गरेका का डेमी काम त साह्रै गाह्रो र अप्ठ्यारो हुन्छ के गरी गर्छस् हो काका काम त गाह्रै छ हिजो काम पाएको खुसीमा खानाको त कुरा गर्नै भुलेको छु कता हिँडेको दौडी दौडी निकै हतारमा देख्छु त ए दाई पो हुनुहुँदो रहेछ मलाई त चिन्नै गाह्रो पर्यो भने दाई दारी सारी सबै फाल्नु भएको रहेछ अनि कहाँबाट चिन्नु त भने म काममा जान लाग्यो ए भनेपछि काम गर्न थालिछस् अनि काम चाहिँ के गर्दैछस् नि अनि किन दौडी दौडी हिँडिरहेको छस् घर चाहिँ उता काम यति टाढा रहेछ तँलाई त आउन जाँदा निकै गाह्रो हुने भयो त अनि त के गर्नु त दाई नहुनु त आफ्नो त घर टाढा अर्काको काममा बेलायमा नपुगे गाली खाइन्छ काम त मेरो ज्यामी काम हो दाइ त्यही भएर कुदेर आएको अनि दाइ तपाईँ चाहिँ कहाँसम्म पुगेर आउनुभयो ए म उतै माथिसम्म गएर आएको एकजना चाहिँ अलिकति पैसा उठाउँथ्यो होइन मान्छे भेट्नु भएन कि क्या हो दाइ भेटेन भने भेटिन कहाँ भेटिनु जहिले आयो त्यस्तै गर्छ घरका मान्छेले सहरतिर गएको छ भन्छन् ए दुःख मात्र पाइयो नि ए ल ल दाइ म त काममा जान्ला ढिला हुन्छ फेरि जान्छु है ल ल काम गर्न थालिछस् खुसी लाग्यो ल काममा ढिला भयो होला काम गर्न थालिस् अब चाहिँ मेरो पैसा आउला जस्तो छ बस्दा बस्दा हावा तापेर बसो एकपट्टि तातो एकपट्टि चिसो घाम आएपछि बल्ल अलि जिउमा आराम होला जस्तो भइन्छ छोरी पनि कामतिर गई भात पकाएर खाउँ भने जाँड पनि लाग्दैन रुगा मर्कीले यसरी ग्रस्त बनायो चिसोले गर्दा बिमारी नै परुला जस्तो पो छ टाउको पनि दुखिरहेछ ज्वरो पनि आइरहेछ भोलि
भनेपछि बिहानै छोरीलाई ल्याइदियो भन्नु पर्ला औषधि नखाइसै नहुने भयो काम गर्न जानुलाई जाने हो त्यसो भएदेखि म ठेकदारलाई सोधौँला अनि त्यस पछाडि अनि म तिमीलाई भनौँला अनि लिएर जाउँला ल अहिले जाऊ अनि किन ढिला आएको त हेर सबैजना काममा आइसक्यो मेरो घर अलि टाढा छ आउँदा आउँदै ढिला भयो बिहानदेखि सबैजना आएर काम गरिसक्यो अनि यहाँ काम कति बजीदेखि सुरु गर्नुपर्ने हो थाहा नै भयो जाडो महिनामा 7:30 देखि 8 बजीसम्म काम सुरु गर्नुपर्छ गर्मी महिनामा चाहिँ 6 बजीदेखि काम गर्नुपर्छ हेर्नु न काकाले पनि बेलुका अलि चाँडै आइज भन्नुभएको छ अनि तिमी आउन पनि ढिलो आउँछौ जान पनि चाँडै जानुपर्छ अनि यस्तो गरेर काम गरेर हुन्छ त त्यस्तो होइन ठेकदार सर एक्लै हिँड्नुपर्छ जङ्गलको बाटो काकाले घर पुरेर बस्नुहुन्छ त्यही भएर हो यस्तो हो भने तिमी बिहान अरूभन्दा 1 घन्टा पहिला आउनु र काम गर्नु हुन्छ हजुर कोसिस गर्छु कोसिस होइन मैले भनेको गर यदि यस्तै गर्छौ भने तिमीले ज्याला घन्टाको हिसाबले पाउँछौ तिमीले जति घन्टा काम गर्यौ त्यति घन्टाको ज्याला पाउँछौ मैले बुझेअनुसार तिमीले दिनमा 7-8 घन्टा मात्रै काम गर्नु भ्याउँदो रहेछ तिम्रो ड्युटी भनेको 11-12 घन्टाको दिनको ज्याला भन्दा तिमीले 2-3 घन्टाको पैसा कटाएर पाउँछौ तिमीलाई पनि सही मलाई पनि सही त्यसो भने जाऊ त्यहाँ मुनालाई सोधेर काम गर ठेकदार साहबले पठाएको मान्छे तिमी नै हो हजुर म नै हो तर मलाई यस्तो काम गर्न चाहिँ आउँदैन तपाईँले सिकाइदिनु है ए म सिकाइहाल्छु नि यही त हो नि हामी काम गर्ने मान्छेले दबाउने बाल्ला घोल्ने यो चाहिँ कहाँ राख्ने हो यो राख्ने हो यो माथि बोकेर लानुपर्छ अहिले मैले त यस्तो काम अहिलेसम्म गरेकै छैन अहिलेसम्म तिमीले यस्तो काम कहीँ गरेको छैन थियो छैन नि दिदी के गर्नुपर्छ र दिदी ए यो बोकेर माथि लान पर्छ पहिला गर्दाखेरि धेरै गाह्रो हुन्छ केथी बोक्ने सिमेन्टी बोक्ने बाल्ला बोक्ने मिस्त्रीहरूले ठेकदारहरूले जे भन्नुहुन्छ त्यही काम गर्ने त हो नि अब त तिमी आयौ हामी दुईजना छौँ दुईजनाले यो सबै बोकेर माथि लानुपर्छ अनि यत्रो इँटा बोकेर यहाँ माथि पुर्याउनु पर्छ र दिदी यति धेरै इँटा यत्रो माथि लानुपर्छ हेर्नु नि दिदी मलाई त हिजो अस्ति बोकेकोले एकदमै गाह्रो भइरहेको छ बहिनी आज ठेकदार साहब धेरै रिसाउनु भएको आफै वालमा पानी हाल्दै हुनुहुन्छ अनि ठेकदार साहब नि रिसाउनुहुन्छ र गाली गर्नुहुन्छ र हाम्रो त दिमागको होइन बहिनी बोलको काम हो
के गर्नु काम गर्दै कहिले ठेकदार कराउँछन् कहिले मिस्त्रीहरू कराउँछन् जसो तसो दुःख सुख गर्नै पर्यो बहिनी। खै दिदी म त पहिलोचोटि काम गर्न आएको मलाई त केही पनि थाहा छैन यो विषयमा। म छु ढुक्क हुनुहोस् हामी दुईजना साथी भएपछि मिलेर काम गरौँला नि बहिनी। हुन्छ दिदी तपाईँले जे काम सिकाउनुहुन्छ त्यही गरौँ। अब यो सबै यता माथि लानु पर्छ गाडिएको थियो हामीले सबै माथि निकाल्यौँ। ल हेर बहिनी यो सबै बोकेर माथि लानुपर्छ। यत्रो सबै माथि लानुपर्छ यति धेरै बोकेर माथि लानुपर्ने लग्न परिहाल्यो नि यो सबै बोकेर। अनि ठेकदार साहबले सिमेन्टी पनि झार्छु भन्नुभएको छ। ए सिमेन्ट नि बोक्नुपर्छ बोक्न परिहाल्यो नि बहिनी। गर्नु हुँदैन र गरौँ त भइहाल्छ नि 50 किलोको हुन्छ। छिटै झारिदिनु भयो हुन्थ्यो नत्र मेरो त घर टाढो छ। जाने फुलासरी हुँदो रहेछ जीवन ओइलाई जाने फुलासरी हुँदो रहेछ जीवन सङ्घर्ष हो जीवन सम्हाल्नु छ आफ्नो मन बाध्यता हो बाध्यता यो कस्तो बाध्यता बाध्यता हो बाध्यता यो कस्तो बाध्यता यो कस्तो बाध्यता यो कस्तो